सिक्वेन्स वाला प्रोग्राममा अर्को हुन्छ कन्डिसनल वाला प्रोग्राम जहाँ कन्डिसन लगाउनु पर्छ र अर्को हुन्छ लास्टमा हुन्छ लुपिङ वाला प्रोग्राम। अहिलेसम्म हामी जति कुरा पढ्यौँ अपरेटरदेखि लिएर इनपुट आउटपुट फङ्सनदेखि लिएर प्रिन्टर सबै कुरा के थियो एउटा यति यो सबै कुरा युज गरेर हामी सिक्वेन्सको प्रोग्राम लेख्न सक्छौँ। सिक्वेन्स भनेको स्टेप बाई स्टेप आएको हुन्छ, त्यसमा कुनै लुपिङ चलाउनु पर्दैन, कुनै फर्मुला पनि युज गर्नु पर्दैन। त पेज रामदत्त भट्टको बुकको राइटरको नाम छ। पेज नम्बर 81 मा क्वेसन नम्बर 15, 16 र 17 दिएको छ। यो सबैजना सल्भ गर्नु, म चेक गर्छु भोलि, हैन भने बनाउनु पर्छ। त्यसपछि क्वेसन नम्बर पेज नम्बर 133 को यदि सिकेछौँ क्वेसन नम्बर 15, 17, 18 र 19 यो पनि बनाउनु पर्छ। अर्को कुरा यहाँ धेरै प्रोग्रामहरू हुन्छ, म प्रोग्रामको लिस्ट तपाईहरुको ग्रुपमा हाल्दिन्छु। त्यति प्रोग्राम बनाउनु भयो भने सिक्वेन्सबाट जस्तो सुकै प्रोग्राम आए पनि बनाइहाल्नुहुन्छ। कन्सेप्ट बुझ्नुपर्छ राम्ररी। त हिन्ट कुनै बेला हिन्ट दिएको पनि हुन्छ, हिन्ट नदिन पनि सकिन्छ, त्यही भएर फर्मुला सबै कुराहरू याद गर्नुपर्छ। अब यहाँ भनेको छ प्रोग्राममा तीनवटा पार्ट्स हुन्छ, तीनवटा भन्दा पनि अब एउटा डिस्क्रिप्सन हुन्छ। के हुन्छ? डिस्क्रिप्सन, जसमा प्रोग्रामले के भनेको छ त्यो कुरा बुझ्नुपर्छ। र जति पनि क्वेसनहरु हुन्छ इङ्ग्लिशमै हुन्छ, इङ्ग्लिशको ल्याङ्ग्वेज अलिकति त्यो प्रोग्रामले भन्न के खोजेको हो त्यो कुरा पनि हामीले थाहा हुनुपर्छ। यहाँ अन्डरस्ट्यान्ड द प्रोग्राम व्हाट इज सेड। सेकेन्ड फेजमा आउँछ त्यो प्रोग्राममा इनपुट के चाहिन्छ र निकाल्न के भनेको छ, भनेको आउटपुट के चाहिन्छ त्यो कुरा पनि अब लजिकली दिमागले सोचेर हामीले बुझ्नुपर्छ। इनपुट र आउटपुट। त्यसपछि हामी जति प्रोग्रामिङ स्टेटमेन्टहरु सिकेका छौं, जति फंक्सनहरु सिकेका छौं, हेडर फाइल सिकेका छौं, भ्यारिएबल कसरी डिक्लेयर गर्ने, त्यसपछि भ्यारिएबललाई इनिशियलाइज कसरी गर्ने, त्यो सबै कुरा हामीलाई सिन्ट्याक्स आउनु पर्छ। लजिक थाहा भइसकेपछि प्रोग्राम कसरी लेख्ने भन्ने कुरा सिन्ट्याक्स चाहिँ हामीलाई आउनु पर्छ। यति कुरा बुझिसकेपछि हामी एउटा प्रोग्राम बनाउन सक्छौं। ठिकै छ? प्र्याक्टिस छैन, यो प्र्याक्टिस गर्दै गयो भने त्यो प्रोग्राम लेख्न मलाई यस्तो कुरा छ। एउटा कुरा अझ थप्न चाहे, प्रोग्राम भनेको यो प्र्याक्टिसमा भर पर्छ। तपाई एक हप्ता प्रोग्राम गर्न छोड्नुस्, लजिक लगाउन छोड्नुस्, धेरै कुराहरु बिर्सिहाल्नुहुन्छ। 7 सालको एक्सपिरियन्स सफ्टवेयर डेभलपरहरु यदि 7 दिन मात्रै प्रोग्राम गरिएन, सफ्टवेयर बनाइएन भने त्यो धेरै कुराहरु उहाँहरुको दिमागबाट गइहाल्छ। त प्रोग्रामिङ भनेको यस्तो कुरा हो, प्र्याक्टिसमा भर पर्छ। अब प्रोग्राममा जाँदा राइट अ सी प्रोग्राम टु फाइन्ड द एरिया अफ ट्रायंगल। यसले भनेको छ कि एरिया अफ ट्रायंगल फाइन्ड आउट गर्नु पर्यो। त एरिया अफ ट्रायंगल एरिया इक्वल टु के हुन्छ? हाफ इन्टु एक्स। त्यसमा निकाल्नु के पर्ने हो? के निकाल्नु पर्ने हो यसमा? भन्नु त एरिया निकाल्नु पर्छ। के हुनु पर्छ? बेस र हाइट भयो भने हामी एरिया निकाल्न सक्छौं। प्रोग्रामिङलाई स्टेटमेन्टलाई क्वेशनलाई यसरी बुझ्ने। एरिया ट्रायंगल निकाल्न भनेको छ भने हामीलाई चाहिन्छ बी र एच, बीएच को आधारमा हामी के गर्छौं? बेस र हाइट को आधारमा हामी के गर्छौं? त्यो निकालिहाल्छौं एरिया। त्यसको इनपुटमा के हुने भयो? बीएच र आउटपुटमा एरिया इक्वल टु हाफ बी इन्टु एच। त त्यसलाई डिस्प्ले गराउने। अब हेडर फाइल सबैमा चाहिन्छ, यो लेख्नै पर्छ। एच इन्क्लुड stdio.h। त्यसपछि एभ्री प्रोग्राम स्टार्ट फ्रम मेन फंक्शन, इन्टिजर मेन। अर्को कुरा बुझ्नु, हाफ भनेको 0.5 हो र 0.5 लिएर कुनै पनि नम्बरहरु रिजल्ट आउँछ, गुणा गर्दाखेरि रिजल्ट फ्लोटिङ टाइपमा आउँछ। केमा आउँछ? फ्लोटिङ टाइपमा आउँछ। कुनै पनि इन्टिजरलाई इन्टिजरले गुणा गर्यो भने इन्टिजर आउँछ, कुनै पनि फ्लोटिङलाई फ्लोटिङले गुणा गर्यो भने के आउँछ? फ्लोट आउँछ नि। मानौ त्यो फ्लोटको लागि हामी कुन डाटा टाइप युज गरेका छौं? फ्लोट। इन्टिजरको सट्टामा के युज गरेको छ? फ्लोट। मानौ 3.14 छ, 3.14 यसलाई 8 ले गुणा गर्यो भने यो रिजल्ट केमा आउँछ? पोइन्टमा आउँछ नि। नर्मल कुरा हो नि। यो केमा आउँछ? रिजल्ट पोइन्टमा आउँछ।
त्यही भएर हामी यो डाटा टाइपको रूपमा के गर्छौं फ्लोट FLOAT फ्लोट त्यसपछि भेरिएबल डिक्लेयर गर्ने एरियाको लागि 1 बेसको लागि 2 र हाइटको लागि यो पनि एउटा कन्भेन्सन कस्तो छ भने भेरिएबलको जुन हामी नाम दिन्छौं नि त्यो नाम त्यो प्रोग्रामसँग रिलेटेड हुनुपर्छ अलिकति बुझ्न सजिलो हुन्छ प्रोग्रामलाई अब BH अर्को पनि लेख्न सकिन्थ्यो नि MN पनि लेख्न सकिन्थ्यो त्यो किन लेखिएन किनभने अब MN B ले बेसलाई जनाउँछ H ले हाइटलाई जनाउँछ र ठ्याक्कै त्यही कुरा हामी निकाल्न पनि खोजिरहेछौं त्यसमा के हुन्छ प्रोग्राम अनुसारको भेरिएबल युज गर्यो भने त्यो प्रोग्रामलाई बुझ्न सजिलो हुन्छ अब एउटा मेसेज प्रिन्ट गर्नको लागि हामी कुन फंक्सन युज गर्छौं इन्टर एउटैमा लेख्दा पनि भयो इन्टर बेस एन्ड हाइट अफ ए ट्रायंगल इन्टर बेस एन्ड हाइट अफ ए ट्रायंगल त्यसपछि के गर्छौं स्क्यान अफ पर्सेन्टेज F नो पर्सेन्टेज यहाँ फ्लोट छ त्यसपछि यहाँ स्पेस हुँदैन यो कुरा पनि ख्याल गर्नु यहाँ लेख्दाखेरि स्क्यानरमा स्पेस हुँदैन किनभने स्पेसलाई पनि लेखे गर्छ हैन इनपुट लिइहाल्छ पर्सेन्टेज F एम्परसाइन्ड के B एम कमा दिएर लेखिन्छ एम्परसाइन्ड H त्यसपछि अब लेख्नु एरिया इक्वल टु हाफ भनेको कति हो 0.5 इन्टु B जुन हामी इनपुट लिन्छौं त्यो इन्टु H एरिया निक्लिहाल्यो अब यसलाई के गर्नु पर्यो प्रिन्ट गर्नु पर्यो त एरिया अफ ट्रायंगल इक्वल टु पर्सेन्टेज F र यो A त्यसपछि लास्टमा के हुन्छ रिटर्न 0 अब सुरुमा यसको मेसेज आउँछ इन्टरफेस एन्ड हाइट अफ द ट्रायंगल त्यसपछि स्क्यानरको माध्यमबाट मानौ हामी बेसमा 3 लियो अनि इन्टु बेसमा कति लियो 3 त्यसपछि हाइटमा मानौ हामी 6 लियो हाइटमा कति लियो 6 त यो 3 कुन भेरिएबलमा गएर बस्छ 3 कुन भेरिएबलमा गएर बस्छ 3B मा B मा गएर बस्छ 3 र 6 कुन भेरिएबलमा गएर बस्छ H मा त A बराबर कति हुन्छ 0.5 कति हुन्छ A बराबर यसको धारमा निकाल्नु A बराबर कति हुन्छ 0.5 1/2 को गर्दा 0.5 पुरै एरिया निकाल्नु न यो दिएको एरिया निकाल्नु भनेको 9 त्यसलाई हटाइदिनु बन्द